नमस्कार, बान्तावास गार्डनमा सम्पूर्णलाई हार्दिक स्वागत। र तपाईहरुले यहाँ देखिरहनु भएको छ सिम्बोडियम विभिन्न कलरमा फुलिरहेको छ। र यो नर्सरी भने चाहिँ तपाईको मिरिक म्युनिसिपालिटी अन्तर्गत रस्तल गाउँ निवासी श्रीमान वाइबी राईको नर्सरीमा हामी अहिले आइपुगेका छौँ। र एकदमै सुन्दर फुलहरू फुलाउनु भएको छ। र यी फुलहरू बाट उहाँले तपाईको सिक्किममा हालै भएको राष्ट्रिय स्तरीय सुनखरी सोमा अर्किड सोमा पनि लानु भएको थियो। उहाँहरू 4 जनाको टिममा संयुक्त रूपमा लानु भएको थियो र 20 पटको प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्न सफल पनि बन्नुभएको थियो। र वाइबी अङ्कल र सम्पूर्ण उहाँका टिमलाई हामी बान्तावास गार्डनको तर्फबाट धेरै धेरै बधाई पनि दिन चाहन्छौँ। र यी फुलबारे हामी जानकारी पनि लिनेछौँ, कुन फुलको के नाम हो भन्ने कुरो। र यस विषयमा चाहिँ हामी स्वयं वाइबी राई अङ्कललाई नै हामी यहाँ च्यानलमा निम्ताउँदै उहाँबाट यो फुलहरूको नाम र कहिले कहाँबाट आएको यो फुलहरू यस विषयमा पनि हामी जानकारी लिनेछौँ। र हेर्नुहोस् सुन्दर सिम्बोडियमहरू। अङ्कल, र तपाईँको नर्सरीमा फेरि धेरै दिन पश्चात आज आएर तपाईँको सिम्बोडियमहरू को अवलोकन गर्ने मौका पाएँ। र तपाईँलाई बान्तावास गार्डनमा हार्दिक स्वागत जनाउँदछु। हजुर। र एकदमै सुन्दर तरिकाले यसपालि पनि फुलाउनु भएको रहेछ। र यसमा नयाँ फुलहरू र पुरानै फुलहरू पनि के कस्तो नामहरू रहेको छ त्यसबारे केही बताइदिनुहुन्छ कि? अब हेर्नुहोस् है, नयाँ फुलहरू भन्दाखेरि त्यति नयाँ चाहिँ अहिले मेरोमा छैन। हजुर हजुर। किनभने त्यो नयाँ फुलहरू चाहिँ सबै हामीले अब पटमा दिइसक्यौँ। ए हजुर हजुर। अहिले ठिकैको फुलहरू जस्तै अब 2 वर्ष अगाडिको फुलहरू चाहिँ छ मेरोमा। हजुर हजुर। यो भ्याम्पार त अब पुरानै फुल हो। भ्याम्पायर, हजुर हजुर। किबी जोकर अलि नयाँमा आयो। किबी जोकर, हजुर। यो किबी जोकर नयाँमा आयो, किनभने मैले सिडलिङ गरेर फर्स्ट टाइम फुलाउँदैछु। ए हजुर, पहिलोचोटि फुलेको अङ्कलकोमा है? मेरोमा चाहिँ हजुर हजुर पहिले फुलेको थियो। फुलेको थियो। तर मेरोमा चाहिँ पहिलोचोटि, तर यति राम्रो रहेछ यो फुल कि। हजुर, फेरि तपाईँको फर्मेसन पनि यति मजाले मिलाउनु भएको रहेछ है। र स्टिक पनि 3 स्टिक। सायद यो पनि लानु भएको थियो है सिक्किममा सोमा। हजुर हजुर हजुर, मैले भिडियोमा हेरेको थिएँ। तर यो सिक्किमतिर चाहिँ यो टिभी जोकर बिग्रिनु हुँदो रहेछ। ए के कारण हो त्यो चाहिँ मैले भन्न सकिनँ हो। हजुर हजुर। यो फुलहरू देखाइदियो हामीले। हजुर हजुर। म त बिक्री गरिदिन्थेँ। हजुर हजुर। तर यो फुलहरू चाहिँ रुचाएन हौ। रुचाएन है सिक्किममा? राम्रो राम्रो। हजुर हजुर हजुर, एकदमै। हजुर 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 हजुर। कलर हेर्नुहोस्, हजुर साइज हेर्नुहोस्। हजुर। यो सबै तपाईँको मेहनत देखिन्छ यसमा होइन? एकदमै मजाले फर्मेसन पनि मिलाउनु भएको रहेछ, स्टिक पनि, प्लान्ट पनि एकदमै हेल्दी। र यसमा हजुर यो चाहिँ नेपाली नयाँ फुल है? हजुर। ए हजुर हजुर। कोट नम्बर दार्जिलिङ गार्डनको फुल हो यो। दार्जिलिङ गार्डनको फुल। हजुर। हजुर। यो चाहिँ तपाईँको 1204 कोट नम्बरमा आएको सिडलिङ हो। ए हजुर, 1204 दार्जिलिङ गार्डन्सको है? हजुर। फुल राम्रो रहेछ है। फुल राम्रो छ। हजुर हजुर। अब योपालि फर्स्ट टाइम फुल्दा यत्रो फुल्यो। हजुर हजुर हजुर। अर्को सालतिर त एकदमै भयो। हजुर हजुर हजुर। यो सिक्किमको फुल हो। यो पनि हजुर मैनाम गार्डनकै हो। मैनाम हजुर हजुर। हामीले के भनेर लिएको भने उनु भनेर लिएको फुल हो। हजुर पोहोरको सालमा। हजुर हजुर। यो त यो भने त दार्जिलिङ गार्डनकै हो। हजुर। पुरानै फुल हो यो। हजुर हजुर हजुर। जस्तै अब यो चिल्ली पेपर पनि पुरानै फुल हो। पुरानै। यो चिल्ली पेपर चाहिँ फेरि डिएसओ सिरिजको फुल। डिएसओ, हजुर डिएसओ हजुर। सिरिज एकदमै बेस्ट छ फुल हेर्नु। हजुर हजुर के हजुर। राम्रो छ हो। हजुर हजुर। यो पुरानै फुल हो।
यो एम सिरिजको फुल फेरि यो चाहिँ यो ग्रिनमा हैन यो चाहिँ हो तपाईको भ्याली जिनेट कङ्कर्ड भन्छ यसलाई चाहिँ ए हजुर कोड नम्बर चाहिँ M2 यसको कोड नम्बर ए हेर्नु नि एकदमै राम्रो छ हजुर हजुर अलिक ओल्ड भए पनि हजुर तर अहिलेसम्म यसले मान्यता पाइरहेकै छ हजुर एकदमै यो ग्रिनमा तपाईको रेड लिफले गर्दाखेरि एकदमै राम्रो सुहाएको यो फुल चाहिँ मैले पहिले 2014 मा हजुर मैले त्यतिबेला चाहिँ यो फुल चाहिँ सिट लिएर उमारेर चाहिँ हजुर 5 स्टिकको फुल आएको थियो पहिला 2014 मा 2014 मा हजुर 14 मा मैले गान्तोक व्हाइट हलको कम्पिटिसनमा मैले लगेको थिएँ त्यो फुलहरू हो हजुर हजुर त्यहाँनिर मैले त्यहाँ फुलमा त्यति बेला फुलमा जाँदा चाहिँ मैले दोस्रो स्थान प्राप्त गरेको थिएँ 5 स्टिकले दोस्रो स्थान प्राप्त गरेको थिएँ त्यति बेला 50 पटको फुल थियो ए हजुर अहिले यस्तो 20 होइन नि हजुर हजुर 50 पटको यो क्याटेगोरीमा चाहिँ मैले दोस्रो स्थान प्राप्त गरेको थिएँ हजुर हजुर त्यति बेला चाहिँ मेरो यो 5 स्टिक फुलेको थियो राज्यपालले चाहिँ त्यो समयमा 8000 मा बिक्री भएको एकदम हजुर हजुर एकदमै राम्रो मूल्य पनि पाउनु भएछ त्यो समयको फुल हजुर त्यो समयमा हजुर यो दार्जिलिङ गार्डनको हो यो स्प्ल्यास भन्छ यसलाई चाहिँ कि स्प्ल्यास हजुर राम्रो छ हेर्नु नि हो एकदमै अहिले यो चल्तीमा छ फेरि यो है हजुर अन्त यो हामीले गए हिजो अस्तिको उयो 1 2 3 4 को जुन चाहिँ फ्लर्स भयो हजुर सिक्किमको ए पाक्योङमा हजुर त्यो त इन्टरनेसनल उयो त्यो चाहिँ अब अल इन्डिया फेस्टिभल हो हजुर राष्ट्रिय स्तरको हजुर हजुर त्यसमा चाहिँ यो मैनाम गार्डनले यो लगेको छ हाम्रोबाट ए हजुर अब यो मैनाम गार्डनतिर थिएन रहेछ ए हजुर हजुर यो दार्जिलिङ गार्डनले बनाएको फुल एकदमै राम्रो छ हेर्नु है हजुर 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 यो चाहिँ मपडाउन हो यो पनि पुरानै फुल हो है तर एकदम राम्रो छ यो हजुर हजुर येल्लोमा चाहिँ एकदम राम्रो हजुर हजुर अब यो कोरल्टा पार्क भन्छौँ हामी कोरल्टा पार्क हजुर हजुर M4 भन्छौँ हामी यो M सिरिजको फुल हो हजुर हजुर अब यो अहिलेसम्म पनि एकदमै चलिरहेको छ राम्रो यो 16:1 हो यो टी सिरिजको फुल हो हजुर हो 1 हो हजुर गर्दाखेरि यो फुल यो छ नि हजुर हजुर यो चाहिँ पोहोर सालदेखि निक्लेको फुल हो फेरि हाम्रोतिर चाहिँ यो चाहिँ यो प्राय अलिक कम्ती मात्रामा छ कम्ती छ यो चाहिँ यसको नाम चाहिँ हो भल्क्यान गिफ्ट यसको गिफ्ट ए हजुर यसको नाम चाहिँ हजुर एकदमै राम्रो हेर्नु नि हो हजुर हजुर साइज राम्रो छ साइज राम्रो अब हेर्नुहोस् यसको फर्मेसन त मेन भनेपछि तपाईँको तपाईँहरूले बनाउनुहुन्छ त्यो चाहिँ तपाईँको मलाई लागेको चाहिँ तपाईँको उत्पादकको चाहिँ यो एउटा कला पनि हो है जोसुकैले सक्दैन हजुर हजुर अब यस्तो ल्याउनु पर्यो हजुर हजुर लाग्छ नि हजुर हजुर एक टाइम लाग्छ टाइम लागिहाल्छ हजुर टाइम लागेपछि बनिएपछि चाहिँ यसरी फुल्छ हजुर हजुर यो पनि नयाँ फुल हो नयाँ फुल यो चाहिँ नयाँ हो यो चाहिँ प्रायः छैन मैनाम गार्डनको यो होइन ए यो चाहिँ हाम्रो काठमाडौँबाट आएको सिट हो यो चाहिँ हजुर हजुर यसको नाम पनि मलाई थाहा छैन यो मेरो फर्स्ट टाइम फुलेको यो हजुर हजुर पोहोरको साल मेरो साथीकोमा फुलेको थियो मलाई दिनुभएको थियो र हजुर हजुर नेपाली फुल्यो तर हेर्नु नि फुलको साइजहरू हजुर यसको लिफहरू हजुर कलरहरू हेर्नु कति राम्रो छ अन्तखेरि यो पनि एउटा मोपडाउन हो फेरि यो मोपडाउन हजुर हजुर मोपडाउन हो है यो चाहिँ पुरानो फुल हो फेरि यो चाहिँ यो डिएसओबाट फर्स्ट टाइम यो के भन्नु यसलाई डट डट भएको फुल चाहिँ फर्स्ट निक्लेको यो चाहिँ हो यसलाई चाहिँ भन्छ ब्ल्याक फ्लेम पुरानो ब्ल्याक फ्लेम हो यो तर अहिलेसम्म पनि हजुर यसको अहिले पनि मार्केट भ्यालु राम्रै नै छ हजुर हजुर बहुत छ हजुर अब यसको कलर हजुर हजुर डट डटले गर्दाखेरि यो लिफले गर्दाखेरि नि हजुर अहिले एकदमै यसको मात्रा यसको भ्यालु छ हजुर अहिले पनि हजुर अन्त यो एउटा फुल छ मेरोमा हजुर यो फुल पनि प्रायः मान्छेहरू दिएको छु यो पनि डिएसओकै हो डिएसओको तर यसको चाहिँ कस्तो छ भने तपाईँलाई अब के बताउँ भन्दा चाहिँ हजुर अब यो फुल्दैछ अब यो फुल्दैछ हो हजुर हजुर यो त 50 मात्रै छ यहाँदेखि उसको त 50% मात्रै छ हजुर हजुर 50 त तल डन्ठी मात्रै भयो हजुर हजुर यसको चाहिँ फेरि तपाईँको हेर्नु है यसको हजुर यो चाहिँ एकदमै 70% चाहिँ फुल छ 30% मात्रै यसो तल डन्ठी छोडिएको छ हजुर हजुर गर्दाखेरि यो फुल चाहिँ यसमा फेरि एकदमै राम्रो छ यसको चाहिँ अझ यसको भ्याल्यु अझ बढेको छ हजुर फुल पनि
एकदमै हजुर हजुर एकदम राम्रो राम्रो अन्त यो पनि मेरोमा नयाँ नयाँ फुल हो यो हजुर पहिले पहिले साथीले फुलाइसकेको होला हो हजुर तर यो चाहिँ किउन भन्ने जुन एउटा फुल छ हजुर हजुर मेरोमा फुलेको थियो मैले त्यो अस्ति त कटफोटामा दिइहालेँ हजुर त्योभन्दा चाहिँ अलिकति उयो छ तर यो पनि फुल त्यसकै फ्यामिली रहेछ यो ए हजुर 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 गर्दा यो फुल पनि एकदमै बेस्ट छ अहिले हजुर राम्रो छ हो हजुर हेलो ब्रान्डेड फुल हो छुचेन छुचेन हजुर हजुर छुचेन यो एकदमै तर पुरानो भए पनि एकदमै सुन्दर हजुर हजुर है हजुर हजुर र यो ओल्ड फुल भयो भने हजुर हजुर मैले चाहिँ बचाएर राखेको भने अब हजुर यो पाउँदैन पाउँदैन हजुर 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 एउटा संरक्षण पनि भयो है हजुर हजुर तपाईँले देख्नु सक्नुहुन्छ यो नेपालको फुल हो हजुर हजुर यो चाहिँ डिएसओ रुबी हो रुबी डिएसओ रुबी हो एकदमै राम्रो छ फुल हजुर हजुर मेरोमा 4-4 स्टिक फुलेको छ यो हजुर। दुईजना छ हो हजुर सिक्किमबाट नबेचिकन फर्काएर ल्याएको फेरि मैले ए अन्त अब यो मिरिकतिर पनि सोहरू भयो भने यो राख्नु पऱ्यो नि त हजुर 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 यो चाहिँ तपाईँको यो चाहिँ अब यो के भन्छ भने यसलाई चाहिँ यो पनि डिएसओको फुल हो हजुर डिएसओमै आएको फुलहरू कि हजुर तर यो पनि अहिलेसम्म एकदमै राम्रो छ हजुर हजुर हो हेर्नुहोस् त यसको फर्मेसनहरू यसको कलर हजुर एकदमै मिठो छ यो त पाउडर पप हो यो दार्जिलिङ गार्डनकै हो हजुर हजुर सालिएको सिटहरू सबै यो सिक्किमकै सिडहरू है तपाईँकोमा भएको यो तपाईँको लगभग 2 साल 2 साल भएको 2 साले सिटहरू होला हौ हजुर हजुर हामीले ल्याउँदा त ठुलै ल्याएको हो हजुर हजुर अन्त यो 2 साले हुनुपर्छ अन्त अर्को सालतिर कतिवटा त फुल्छ पनि यो हजुर हो। यो तपाईँको अर्कोपालि फुल्नुमा चाहिँ तपाईँको विशेष गरी यहाँ हाम्रो वाइबी अङ्कल जस्तो अनुभवी मान्छेहरूको हातमा पऱ्यो भनेदेखि चाहिँ यो तपाईँको 3 सालमा कन्फर्म फुल्छ फुल्छ नि हजुर 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 अब नयाँ नयाँहरूलाई चाहिँ अलिकति गाह्रै पर्छ 3 सालमा फुलाउनु है अब होइन यो त हामीले रोप्नेको पनि तरिकाहरू हामीले हाम्रो मुद्दुम ब्लगमा त मैले दिइसकेको छु नि हजुर हजुर र त्यो फलो गरेर गऱ्यो भने हुन्छ हजुर र तपाईँहरूलाई दर्शकवृन्दहरूलाई जानकारी के गराउन चाहन्छु भनेदेखि वाइबी अङ्कलको एउटा च्यानल छ उहाँको छोरो ले चलाउनुहुन्छ मुन्दुम ब्लग्स भनेर र त्यो च्यानलमा तपाईँले सिम्बोडियमलाई के कसरी यसलाई पटिङ गर्ने रिपोर्टिङ गर्ने होइन सिडलिङ जुन आएको हुन्छ डिफ्लाक्स गर्ने सम्पूर्ण कुराहरूको जानकारी उहाँको त्यो भ्लगमा पनि पाउन सक्नुहुन्छ र बन्तावास गार्डनको तर्फबाट आज तपाईँहरूलाई मेरो अनुरोध मुन्दुम ब्लग्सलाई पनि हेरेर लाइक सेयर अनि सब्सक्राइब गरिदिनु हुन भनी हामी हार्दिक यहाँबाट अभिवादन अथवा अनुरोध गर्दछौँ र यसरी नै वाइबी अङ्कलको नर्सरी म प्रायः यहाँ आउने गरिरहन्छु र तपाईँहरूलाई यो भयो तपाईँको एउटा ऱ्याक जहाँ सिडलिङको छ होइन अहिले अङ्कलले भनिहाल्नुभयो सिक्किमको प्रायः सिक्किमको फुलहरू छ र यो भयो तपाईँको एउटा ऱ्याक जहाँ सिडलिङको छ होइन अहिले अङ्कलले भनिहाल्नुभयो सिक्किमको प्रायः सिक्किमको फुलहरू छ र